तर्फबाट हजुरहरू सबैजनालाई नमस्कार। सामुदायिक सिकाइ केन्द्रको आयोजना अनि गल्छी गाउँपालिकाको समन्वयमा भएको दोस्रो तहको नौमती पञ्चे बाजा तालिमको लागि हामी कलाघर सिन्धुलीबाट यो बाजा सिकाउनको लागि म सञ्चिता थापा मगर, पार्वती थापा मगर र रुबिना पुलामी मगर हामी 3 जना आएका छौँ र सर्वप्रथम त आयोजक परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। यो ठाउँमा चाहिँ हामीले 2वटा बाजा समूहलाई प्रशिक्षण गराउँदैछौँ र यति बेला भने हामी छाँगा देवी नौमती महिला बाजा समूहको माझमा छौँ र आजको भिडियोमा भने हजुरहरू माझमा चाहिँ यो छाँगा देवी नौमती महिला बाजा समूहमा को हुनुहुन्छ अनि उहाँहरूले कस्तो बाजा बजाउनुहुन्छ त हजुरहरू माझमा भिडियो मार्फत देखाउँछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। मेरो नाम चाहिँ ज्ञानी हो हैन। अब म चाहिँ यहाँ नरसिंहा बजाउन सिक्दैछु। हजुरले नमस्ते, म देवकी अमगाई है, म नरसिंहामा सुरुवात गर्दैछु। नमस्ते, मेरो नाम चन्द्रावती खतिवडा, म चाहिँ 2-3टा बजाउँछु, अहिले चाहिँ नरसिंहा सिक्दैछु। नमस्ते, मेरो नाम अनिता पण्डित हो, म दमा र नरसिंहा बजाउन सिक्दैछु। नमस्ते, म फुलमाया महाजन दमा झ्याली बजाउँछु, अहिले चाहिँ सिक्दैछु। नमस्कार, म सनै नरसिंहा तथा अलराउन्ड बजाउँछु र बजाउन सिक्दैछु र मेरो नाम सावित्री कार्की हो। नमस्कार, मेरो नाम देवकी श्रेष्ठ, छाङ्गा देवी महिला नौमती बाजा समूहको सल्लाहकार पनि हो। म सनै बजाउँछु र समयको बावजुद म सबै बाजाहरू सिक्दैछु। नमस्ते, म चाहिँ देवकी श्रेष्ठ, म चाहिँ ढोलकी बजाउँछु। नमस्कार, मेरो नाम चित्रकुमारी श्रेष्ठ, म चाहिँ यही टेम्पो बजाउँछु, अझ राम्रो बजाउन सिक्दैछु। नमस्कार, मेरो नाम गीता खरेल, छाङ्गा देवी नौमती बाजाको सल्लाहकार, म चाहिँ डमा झ्याली बजाउँछु। नमस्कार, मेरो नाम मीरा बान्ने, म दमा बजाउँछु, टेम्पो सिक्दैछु। नमस्कार, म चाहिँ सम्झना महर्जन, म चाहिँ झुरमा र टेम्पो बजाउँछु। नमस्कार, म रमा श्रेष्ठ, म टेम्पो सिक्दैछु। नमस्ते, मेरो नाम बिन्ता कार्की, म झुरमा सिक्दैछु। नमस्कार, हामीले सिन्धुली कलाघरबाट प्रशिक्षक बहिनीहरू आउनुभएको छ। हामीले यो सिक्ने मौका पाएका छौँ। बाजा उहाँहरूबाट धेरै धेरै धन्यवाद। कलाघर सबैजना एकचोटि गएर घुमिदिनु होला। अबको समयमा हामी पनि कलाघर घुम्न आउने बाचा गरेका छौँ। कलाघरको प्रशिक्षकद्वारा सिक्न पाउँदा हामी एकदमै खुसी छौँ। गल्छी गाउँपालिका तथा सिकाइ केन्द्रलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यस्तै मौका बारम्बार जुरिरहोस्, अझै सिकेर अगाडि बढ्न पाइयोस् भन्दै फेरि पनि कलाघर सबैजना घुम्न जानु होला, हामी पनि जाँदैछौँ भन्दै नमस्कार। महिला नौमती पञ्चे बाजा सिक्नको लागि हामीले कलाघर सिन्धुली कलाघरका हाम्रो प्रशिक्षक एकदम प्यारी मिलनसार बहिनीहरूको साथमा हामी छौँ। धेरै खुसी लाग्छ किनभने मैले प्रत्येक उहाँहरूको भिडियो म एकदमै हेर्ने गर्थेँ।
भिडियो हेर्दा कहिले होला उहाँहरूसँग भेट्ने, कहिले होला उहाँहरूसँग बसेर हामी पनि त्यसरी नै सिक्न पाए हुन्थ्यो जस्तो मलाई एकदम मेरो मनमा एकदम कौतूहल भइरहन्थ्यो। बावजुद समयको बावजुद एकदम हामीलाई भगवान्ले साथ दिएर हाम्रो भेट्ने मौका भयो र हामीले उहाँहरूको साथमा अहिले नौमती बाजा सिक्न पायौँ। एकदम अत्यन्त खुसी, एकदम भित्रै आत्मादेखि खुसी छौँ। र हामीले पहिला हाम्रो दाजुहरूले सिकाउनु भएको थियो, दाजुभाइले पहिलो चरणको नौमती बाजा अब हामीले पहिला सिक्यौँ, तर सिक्न त सिक्यौँ, अलि सनाइ चाहिँ गाह्रो हुने रहेछ, त्यस कारणले अलि हामी पर्फेक्ट भएको थिएन। अब अहिले चाहिँ हाम्रो सिन्धुली कलाघरको प्रशिक्षकज्यूहरूसँग अहिले नयाँ नयाँ आएको प्रकृति भाकाहरू भाले गर्दा हामी सिक्ने प्रायः कोसिस गरिरहेछौँ। अब सिक्छौँ जस्तो भन्ने चाहिँ मलाई एकदम मनमा छ। त्यही हो, हस्, धन्यवाद।